केन्द्रमा एउटै मात्रै मुद्दा थियो, छुट्टै राज्य गोर्खाल्यान्ड। तर आज त्यही मुद्दा नै चाहिँ हामीबाट छुटेर गइरहेको हामीले बोध गरेका छौँ। यसकारण हामी बाध्य छौँ यो मुद्दालाई अंगीकार गरेर अघि बढ्नको निम्ति, किनभने समयले आग्रह गर्यो। समयले कहाँनिर आग्रह गर्यो भन्दा केन्द्रमा पनि दिने पार्टी भयो, राज्यमा पनि दिने पार्टी भयो, अब रोक्ने पार्टी नै छैन। तर माग्ने पार्टीहरू चाहिँ हामीले देखेनौँ। माग्ने पार्टी चाहिँ हामीले अहिले फ्लोरमा कहीँ पनि देखिरहेका छैनौँ। यतिखेर त माग्ने पार्टीहरू एकत्रित भएर यो छुट्टै राज्य गोर्खाल्यान्डको निम्ति अघि बढी सकेको हुनुपर्ने हो। तर कहीँ पनि कतै पनि अलिकति टुप्पो पनि देखेनौँ, अलिकति भेद पनि देखेनौँ। हामीलाई लाग्दैछ फेरि समय सम्झौतातिर गइसकेको हो कि। एउटा समय नै सम्झौतामा गइसकेपछि त्यो समयभित्र बाँच्ने पुस्ता, समय, समाज सबै कुरा सम्झौतामा जाने रहेछ। अब हामीलाई सम्झौता मन्जुर छैन। यसै कारण कुनै पनि राजनैतिक दलहरूले कुनै पनि आजदेखि उपरान्त कुनै पनि गतिविधि गर्नुहुन्छ भने छुट्टै राज्य गोर्खाल्यान्डलाई केन्द्रमा राखेर गर्नुहोला। त्योभन्दा एक सुता पनि तपाईँहरू बाहिर जानुभयो भने खै गर्नको निम्ति हामी यहाँ उपस्थित बनिसकेका छौँ। यो हामीले आज भन्नै पर्छ। यसलाई जुनै तरिकाले पनि तपाईँहरूले यसलाई लिन सक्नुहुन्छ। तर यो एउटा हामी भाइ पुस्ताको एउटा सुझाव हो, एउटा आग्रह हो। यो आग्रहलाई सिरोपोर गरेर केवल राजनैतिक दलहरू मात्रै होइन, कुनै पनि व्यवस्था निर्माण गर्नको निम्ति सबैभन्दा ठुलो योगदान यी क्षेत्रका बौद्धिकहरूले प्रदान गरेका छन्। अब फेरि सारा बौद्धिकहरू कुनै पनि एउटा राजनीतिक दलको संरक्षणको निम्ति र कुनै पनि एउटा सम्झौतावादी व्यवस्थाको निम्ति चाहिँ तपाईहरू अघि नसर्तिनु होला भनेर पनि हामी यहाँबाट आग्रह गर्न चाहन्छौँ। तपाईहरू जनबौद्धिक भएर बसिदिनु होला। तपाईहरूलाई समाजले अहिलेसम्म पनि अपेक्षा गरेर बसेका छन्, आशा गरेर बसेका छन्। तपाईको बौद्धिकताको अहिलेसम्म पनि रेस्पेक्ट गरेर बसेका छन् कि हाम्रो समाजमा यस्ता मानिसहरू पनि छन् जसले हामी सारा जनताले चाहिएको मूल मुद्दालाई सम्बोधन गरिदिनेछ भनेर अपेक्षा गरेर बसेका छन्। यो अपेक्षालाई धोका नदिनु होला। हामी यहाँबाट त्यो पनि तपाईहरुलाई आग्रह गर्न चाहन्छौँ। अब फेरि पनि कुनै पनि राजनैतिक पार्टी, कुनै पनि बौद्धिक सतह, कुनै पनि मसिना अर्गनाइजेसन र कुनै पनि व्यक्ति विशेष कसैले पनि अब फेरि बंगाल भित्रै रहने किसिमको एउटा व्यवस्थाको निम्ति चाहिँ वकालत नगरिदिनु होला।